सो हेलो नमस्ते सबैजनालाई, वेलकम टु निसान ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ म समोसाको तरकारी बनाउँदैछु। सबैजनाले भिडियो फुल वाच गरिदिनु होला र सपोर्ट गरिदिनु होला भन्दै भिडियो स्टार्ट गर्दैछु। यो चाहिँ समोसाको लागि तरकारी बनिरहेको छ। त्यसपछि म यहाँ पुरै धम्बताल काम गरिरहेको छु कि सबैजनाले आनन्दले मजाले भिडियो हेरिदिनु होला। समोसाको लागि तरकारी पाक्दैछ अनि हजुरहरू कहाँ कहाँदेखि मेरो भिडियो हेर्दै हुनुहुन्छ सबैजना कमेन्टमा आएर के गरिदिनु होला। समोसा बनाउन सिक्न चाहनुहुन्छ भने पनि एकचोटि कमेन्ट गर्नु होला। त्यसपछि तरकारी रेडी भइसकेको छ। यसलाई फ्राई गर्दै जाउँ। त्यसपछि यतापट्टि हाम्रो चास्नीको लागि जेरीको चास्नीको लागि रेडी हुँदैछ। पनि पाकिसकेछ। पकौडा चना पाकिसकेको छ भन्दै यतापट्टि समोसाको डो रेडी भइसकेको छ। त्यसपछि तरकारी अझै पनि एकछिन फ्राई गर्दै जाउँ भन्दै हामी तरकारीलाई एकछिन स्पेसल क्लियर समोसा होइन त्यसपछि हामी ट्याक्क चलाउँदै आयो। सबैजना